like it's your last chance. If you want more, then here I am. So ships were meant to fly, hands up and touch the sky. Hello everyone, welcome back to my new video. I have हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु अनि आज चाहिँ के छ स्पेशल भन्न हुन्छ होला हाम्रो भिनाजु चाहिँ आज चटपटी बनाउँदै हुनुहुन्छ स्पेशल तरिकाले उता दिदी हुनुहुन्छ अनि यता के चिज हो त्यो थाहा छैन अनि यता भुजा छ उता भिनाजुको कटाइ हेर्नुपर्छ त्यहाँ कटाइ चाहिँ देख्न सक्नुहुन्छ क्या कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गरिदिनु खोर्सानी चाहिँ एकदमै धेरै छ भिनाज तपाईलाई कस्तो लागिरहेछ त्यहाँ काट्दाखेरि यता हेर भन्नु न मैले बनाएर खुवाउनु पर्छ कस्तो लाग्नु दुःख लाग्छ नि आफैले सबै कुरा गरिदिनु पर्छ अरु केही आज तपाईले बनाएको चटपट कस्तो हुन्छ जस्तो लाग्यो भन्नु पर्दैन एकदम बेस्ट छ आइटम मिसिन्छ देख्न सक्नुहुन्छ यस्तो गरी चाहिँ स्टार्ट भइरहेको छ हातमा नहाले कसले बनाएको म खान सबै जोड्दै अहिले तेल हाल्ने तयारी हुँदैछ त्यहाँ चाहिँ ऊ यहाँ दिइसकेको छु नुनको बाटा गाइज मैले चाहिँ त्यहाँ हेर्नु है त तपाईँलाई कस्तो लाग्छ चटपटी चाहिँ यहाँ चाहिँ मस्त हातले के अरे घोलिरहनु भएको चटपटी चाहिँ त्यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले देख्न सक्नुहुन्छ चटपट भिनाजुको मलाई के खतरा छ गाइस के गर्नु त्यहाँ अनुहार चाहिँ देख्न सक्नुहुन्छ पुरै बिगारेर केही छैनन् अनि यता चटपटे सो गाइस मैले चाहिँ खाना खाएपछि भिनाजुले चटपटी बनाउनु भयो जुरुको उडेर कान्छीले धेरै खान्छन् भनेर होला त्यो अगाडि बस्यो भने चाहिँ पक्कै पनि धेरै बिक्री हुन्छ होला यसरी बनाएर राख्यो भने अनि अब चटपटी खानु झर्नै पर्यो गाइस नजाने कुरा भन्ने हुँदैन हैन स्टार्ट भइसक्यो खानालाई तीनजनाको चाहिँ एकदम मस्तसँग हजुरहरूले मेरो इन्ट्री हुँदैछ खानालाई चाहिँ मस्त भने जस्तै गरी देख्न सक्नुहुन्छ हजुरहरूले अब मेरो इन्ट्री भयो गाइस कस्तो लाग्यो भने चाहिँ आफूले बनाएको चटपटी आफूलाई कस्तो लाग्यो भन्नु न तिमीहरूले पो अब निकाल्नु पर्यो ठिक छ त्यसो भए पनि अनि चटपटे ठिक छ गाइस कस्तो लाग्छ चटपटे कहिले बनाएर दिन जानेछ यसरी बोल्न नि अलिकति साउन्ड छ जे भयो नि तपाईँलाई कस्तो लाग्यो कस्तो त्यस्तो मतलब ए त्यो चाहिँ अलिकति नाटक पनि होला गाइस यस्तो गरी चटपटे बनाएर खाउनु होला भनेर रिक्वेस्ट गर्न चाहन्छु हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ हजुरहरूले हैन एकदम मजाले यहाँ चाहिँ केही कथमकाले हात एउटा खोर्सानी पर्यो भने मात्र नि मान्छे स्वर्ग पुग्ने हराएको छ त्यस्तो पिरो छ कस्तो पिरो नहुनु
भएको छ कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो तपाईँहरू सबैजनाले भन्नु त एकचोटि एकदम मिठो 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 लाग्यो ल त्यतिको लागि धन्यवाद चटपटी पनि देख्न सक्नुहुन्छ यस्तो अवस्थामा पुगिसकेको छ तपाईँ के भन्न चाहनुहुन्छ मलाई भयो तपाईँ के भन्न चाहनुहुन्छ अब भोलि मात्र खाने आजलाई भयो भन्न चाहन्छु उहाँ हेर्नु गाइज उहाँ भिनाजुको खाने तरिका चाहिँ एकदम खतरा छ होइन यस्तो तरिकाले नै अब चाहिँ देख्न सक्नुहुन्छ उहाँ देख्न सक्नुहुन्छ गाइज अब देख्न सक्नुहुन्छ है गाइज भिनाजुको एन्ट्री भयो मुखमा एन्ट्री भयो 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 खानु न खानु केही हुन्न क्या लजाएर चाहिँ उतापट्टि जानुभयो सर्लक्कै त्यही पनि ठिक छ गाइज उहाँ देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ एकदम सस्तो मस्त यस्तो तरिकाले दिनुभएको छ आरी नै तानेर अनि यता पिरो भएको एन्ट्रीमा हुनुहुन्छ उहाँ त अब के उहाँ त झन् भइहाल्नु भयो उहाँलाई त पिरै नै हुँदैन जिन्दगीमा कहिले म त पिरोले मरिहाल्छु झन् देख्न सक्नुहुन्छ गाइज अवस्था चाहिँ एकदमै गम्भीर छ भनौँ न अब यता पानीको इन्ट्री हुन्छ है फेरि गाइज सो गाइज आजलाई चाहिँ यति नै भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला अन्तिमसम्म हेरेर प्रतिक्रिया दिन नबिर्सिनु होला साथै लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ माई भिडियो